ओहो दाइ नमस्कार, सन्चै हुनुहुन्छ? नमस्कार भाइ, नमस्कार। एकदम सन्चै छु। दाइ चुनाव पनि नजिकिँदैछ, तर हामी भोट त दिइहाल्छौँ, तर देश किन बन्दैन? हामी जात, धर्म, भाषा हेरेर भोट दिन्छ, तर हामी क्षमता हेरेर भोट दिँदैनौँ। त्यही भएर हामी पछि पढेको मेरो भाइ। अनि दाइ भोटको चाहिँ यति धेरै महत्त्व किन त? भोट भनेको कुनै कागजको पाना होइन, र भोट भनेको देशको भविष्य हो। एक गलत भोटले 5 वर्ष पीडा दिन्छ र एक सही भोटले 5 वर्ष प्रगति गर्छ। अब हामी जस्ता पीडित जनताहरूले के गर्ने त दाइ? भन्नुहोस् त। स्थानीय सरकारसँग गएर जवाब माग, काम गरेको प्रमाण खोज, फोटो, नाटक, भाषणले होइन, काम गर्ने नेता छान। हामीले आफ्नो देश आफै बनाउनु पर्छ। त्यसैले सही व्यक्ति, सही पार्टी हेरेर मात्रै आफ्नो अमूल्य भोट दिउँ। चुनाव पनि नजिकै छ। अहिलेको लागि जय नेपाल। बाई।